ह्याप्पी साइन्स सिटी आज चैतको 30 गते, भोलि वैशाख 1 गतेदेखि ओपनिङ हुँदैछ। तपाईहरू आजसम्म चाहिँ फ्रीमा एन्ट्री गर्न सक्नुहुन्छ। भोलिदेखि चाहिँ तपाईहरूलाई यसमा चार्ज लाग्नेछ। टिकट दरको बारेमा चाहिँ यदि तपाईँ भारतीय नागरिक हुनुहुन्छ भने तपाईलाई 100 रुपियाँ इन्डियन मनी पर्छ र यदि नेपाली हुनुहुन्छ भने 150 पर व्यक्ति चार्ज। वैशाख 1 गतेबाट चाहिँ सुचारू छ। आज चैतको 30 गते मसान्त हो। आजसम्म चाहिँ तपाईलाई फ्री छ, टिकट पैसा लाग्दैन। अब तपाईहरूले यो कहाँ पर्छ भनेर तपाईहरूलाई मनमा जिज्ञासा हुनसक्छ। त्यसको लागि तपाईहरूले चाहिँ झापा सुरुङ्गामा झरेर सुरुङ्गाबाट 1 किलोमिटर उत्तर ह्याप्पी ल्यान्ड फन पार्क छ। त्यो सँगसँगै जोडिएको ह्याप्पी साइन्स सिटी छ। तपाईलाई कुनै पनि अटोले सिटीले तपाईलाई त्यहाँसम्म गन्तव्यसम्म ल्याइदिन्छ। तपाईहरू आउने इच्छा हुँदाखेरि चाहिँ यो नयाँ वर्ष मान्नलाई फोटोहरू खिच्नको लागि, कुनै टिकटक भिडियोहरू बनाउनको लागि एकदम रमणीय स्थल छ। र साइन्स सिटीमा के साइन्स छ त भन्दाखेरि मैले यो भिडियोको मार्फत भन्नुभन्दा पनि तपाईहरू स्वयंमा आएर चाहिँ हेर्नुहोस्। यहाँ धेरै नै साइन्सका टेक्नोलोजीहरू थपिँदै पनि गइरहेका छन्, थपिँदै पनि छन् र अलिअलि छन् पनि। तर अब आगामी दिनहरूमा अझै बढी पनि हुन्छ। भोलि वैशाख 1 गते तपाईहरू कहीँ घुम्न जाने, नयाँ वर्ष मनाउने प्लान गर्दै हुनुहुन्छ भने ह्याप्पी साइन्स सिटी झापा सुरुङ्गा सुकेडाँगी नियर ह्याप्पी ल्यान्ड फन पार्क, त्यहाँ कुनै लोकेसन पनि चाहिँदैन। जस्ट सुरुङ्गामा झरेर तपाईँहरूले सुरुङ्गाबाट चाहिँ कुनै पनि अटो वा सिटीलाई चाहिँ हामीलाई साइन्स सिटी लग्ने भनेपछि पर व्यक्ति 50 रुपियाँको दरले उनीहरूले चाहिँ तपाईँलाई यो ठाउँमा ल्याइदिन्छन् पनि। त्यस कारण चाहिँ कुनै केही टेन्सन नलिकन तपाईँहरू नयाँ वर्ष मनाउन अथवा कुनै अरू फेस्टिभल गर्नलाई यो भर्खर नयाँ खुलेको फन पार्क हो ह्याप्पी साइन्स सिटी। आउनु होला, रमाइलो गर्नु होला। र यो भिडियो हेरिसकेपछि तपाईँहरूले सायद आफ्नो लाग्छ कमेन्ट चाहिँ गर्नुहुन्छ, लाइक चाहिँ गर्नुहुन्छ होला, कुनै क्वेसन गर्नुहुन्न होला, किनभने मैले लोकेसन दिइसकेको छु। धन्यवाद।